श्रम र श्रम गर्ने मान्छेलाई सम्मान गर्नुपर्छ भन्ने संस्कृतिको सुरुवात गर्न चाहेका छौँ। सबैजनाले हामीले काम गर्नुपर्छ, सबैजनाले काम गर्नुपर्छ। हामी कति पढेका छौँ, हामीसँग कति सम्पत्ति छ भन्ने कुरा जेसुकै होस्, तर तपाईँ हामीले श्रम गर्नै पर्छ। हो तपाईँ धनी हुन्छ होला, यसले काममा तपाईँको 2-4 घर होला होइन, लाखौँको आम्दानी होला, तपाईँ करोडौँको आम्दानी होला, तपाईँ आफूले भात खानका लागि श्रम गर्नु पर्दैन होला, तर यो देश बनाउनका लागि श्रमदान त गर्न सक्नुहुन्छ नि तपाईँ है। त्यसले गर्दाखेरि श्रम गर्ने संस्कृति, काम गर्नुपर्छ भन्ने संस्कृतिलाई हामी श्रम संस्कृति भन्छौँ। यहाँहरू सबैजनालाई यो बुझ्नको लागि अनुरोध गर्न चाहन्छु। श्रम मान्छेले पेटको लागि गर्छ, श्रमदान मान्छेले देशको लागि गर्छ। श्रम र श्रमदानमा त्यो फरक छ। श्रम हामी पेटको लागि गर्छौँ होइन, तर श्रमदान हामीले देशको लागि गर्नुपर्छ। लेटाङ मलाई जहाँसम्म लाग्छ यहाँ अधिकांश खेती योग्य जमिन भएको ठाउँ हो। गाउँतिरबाट आउनु भएको मान्छेहरू हुनुहुन्छ, तपाईँहरू श्रम गर्नुहुन्छ, मलाई थाहा छ है। श्रम नगर्ने भने मलाई लाग्छ यो लेटाङमै फुलेको फुल होला, यसैले तपाईँहरू श्रम गर्नुहुन्छ भन्ने कुरा देखिएको छ। तर श्रम गरे पनि श्रमदान हामीले गरे